नमस्कार, जय गोर्खा। हामी चाहिँ सम्पूर्ण खासफल बस्ती समष्टि यता खासफल बस्तीकाहरू है, हामी बासिन्दाहरू। अनि हामी एकदम बाटो मर्मत भइरहेको छ अहिले। दाहरू गरिनु भएको छ, तलदेखि नै हुँदैछ है। दाहरू हुनुहुन्छ है, सिनियर सिटिजनहरू आउनुभएको छ र बाटोमा एकदमै सिमेन्ट ढलाई दिनले पनि साथ दियो। र यहाँनिर हामीले एकदमै बाटो खराब भएको कारण चाहिँ हेर्नुहोस् यस्तो भइसकेको छ बाटो प्रब्लम। यो प्रब्लम चाहिँ हामीले धेरै सालदेखि, होइन 15-20 साल ज्यादा भइसक्यो होला त्यहाँदेखि फेस गर्दै आएको। तर यो चाहिँ आफै अहिले हामीले फेरि मर्मत, यहाँनिर बाटो बनिने पनि कुनै सम्भावनै भएन। कति कोसिस गऱ्यौँ, कति इन्जिनियर आयो, कति नरिवल फुटायो, तर पनि बाटो चाहिँ बनिनु सकेन। र इन्जिनियरहरू कति आएर नापजोप गर्ने जाने आशा लाग्थ्यो बाटो बनिन्छ भने, तर बाटो बनि नै सकेन। र अहिले चाहिँ हामी गाउँलेहरू सबै मिलेर पैसाहरू उठेर हामीले गाडी हुनेहरूले 1000 रुपियाँ र बाइक हुनेहरूले 500 रुपियाँ उठाएर हामीले है यहाँ बाहिर बिस्कुट खाँदैछ। भोक लागेर बिचराहरू खटि नै रहेको छ, बिहानदेखि नै खटिरहेको छ भाइ। वेस्ट बेङ्गल हाम्रो बाटो यस्तो छ, बाटो यस्तो छ हो, खटी खटाइ छ, आफै खट्नुपर्छ हो, गर्नुपर्छ। र यहाँ चाहिँ हाम्रो मालखोपका बासिन्दाहरू हुनुहुन्छ, दाजुभाइहरू हुनुहुन्छ। यहाँ बाटो एकदमै भइरहेको छ र अहिलेसम्म कति इन्जिनियरहरू आए बाटो बनिन्छ भने, तर पनि बाटो बनेन। यहाँ एमपी इलेक्सनमा चाहिँ 3टा भइसक्यो। 15 सालमा यो बाटो बनिने केही सवालै आएन। र यसपालि चाहिँ अब हामीले बाटो आफै पैसाहरू कलेक्सन गरेर है, यहाँ तपाईँले दाजुभाइहरू देखिरहनु भएको छ, मामाहरू हुनुहुन्छ, एकदमै खटिरहेको छौँ सबैजना। हामी सबैजना यहाँ हाम्रो गाउँलेहरू हुनुहुन्छ है। र यहाँ ढलाइ भइसकेको छ लगभग, यहाँ हालिसक्यो। एकदमै नाजुक थियो यहाँ अवस्था, एकदम नाजुक अवस्था भएको कारणले चाहिँ यो बाटो चाहिँ हामीले बनाउनै पर्ने भएको कारणले चाहिँ अब हामीले लगभग 1.5 किलोमिटर 2 किलोमिटरसम्म ज्यादा हामीले सिमेन्ट लाउने भनेर लगभग 100 बेग ज्यादा सिमेन्ट आइसकेको छ हाम्रोमा। र यसर्थ मामा कता हुन्छ यो, र मामाले यहाँ सानोबाट स्पिड ब्रेकर एउटा नालीको रूपमा पनि स्पिड ब्रेकर है काम गर्छ, नाली पनि काम गर्छ। यहाँनिर मामाले स्पिड ब्रेकर काम गरिदिनु भएको छ। र सबैजना आफ्नो काम धन्दा छोडेर है, आफ्नो परिवार छोडेर हामी यहाँ काममा लागि परिरहेका छौँ। र सबैले भनिरहेछ यसपालि चाहिँ नो रोड नो भोट भनेर कुराकानीहरू छ है। के हो अब, सायद अब भोटहरू रोकिन पनि सक्छ यो खालका यो अनुसारले बाटोको यस्तो कन्डिसन छ। र यसमा चाहिँ हाम्रो दार्जिलिङको र विशेष यो बाटोमा हाम्रो दिपेन सर है, हाम्रो म्युनिसिपल चेयरम्यान दिपेन ठकुरीज्यू सरलाई एकदमै धन्यवाद छ। उहाँको बाहुलीबाट झन्डै हामीले 100 बेग सिमेन्ट चाहिँ 120 बेग समथिङ सिमेन्ट उहाँले डोनेसन गरिदिनु भएको छ है। र उहाँलाई एकदमै हाम्रो गाउँले वासीबाट मुरी धन्यवाद टक्राउँछ। हामी उहाँप्रति धेरै धेरै आभारी छौँ र उहाँसँग हाम्रो साथ पनि रहनेछ भन्दै हामी है वादा पनि गर्नेछौँ। र बाटो बनिरहेको छ यस्तै प्रकारले। र अब हामी ओह्रालो जानेछौँ। एकदमै नाजुक अवस्था भयो, एकदमै नाजुक अवस्था। तपाईँले देखिरहनु भएको छ, हेर्नुहोस् यहाँनिर बिमारीहरू कसरी कुद्ने यो गाडीमा है, यस्तो बाटोमा कसरी गाडीमा कुद्ने। तपाईँहरू जसले पनि यो भिडियो हेरिरहनु भएको छ है, तपाईँहरू आफै सोच्नुहोस् बाटोको अवस्था यस्तो छ हाम्रो गाउँको। र हामी सबैजना लागि परेको छौँ बाटोको मर्मतको लागि। बनाइरहेको छ, कसैले मसला सुत्ने काम, नालीमा काम गरिरहेको छ, नाली सफा। र सबैजनाले है यहाँ सोलिङहरू ओछ्याएर काम पनि भइरहेको छ। र यहाँ पिकअपमा सामान ओसारिने काम पनि हुँदैछ, सिमेन्टहरू जो दिपेन ठकुरीज्यूले प्रदान गरिदिनु भएको हाम्रो बाटोको लागि। एकदमै खराब रोडको अवस्था, एकदमै खराब, एकदमै खराब छ। र हजुर एकछिन यहाँ कि अलिकति अब यो बाटोको रिपोर्टिङ भिडियो पनि गरेको नि हाम्रो है दाजुभाइहरूले सबैले मिलेर गरिरहेको छौँ हामीले। हाम्रो भनेर हुनुहुन्छ दालाई हामी एकदमै है, तपाईँहरूले यो भिडियोलाई सेयर गरिदिनु सकेसम्म एकदमै सेयर गरिदिनुहोस्।
तपाईँले यो भिडियो हेरेर चाहिँ हाम्रो अवस्था गाउँको कस्तो छ। यहाँ हाम्रो गाउँमा लगभग 2टा समष्टि छ है। र हाम्रो गाउँमा यहाँ हामी लामी भालुखोप रानीवन एउटा समष्टि भइहाल्यो, हाम्रो सुके समष्टि, अनि हाम्रो खासमल 4टा ब्लक 1 2 3 4 गरेर 4टा ब्लक चाहिँ हाम्रो जोरमुङ्ला समष्टि पर्यो है। र हाम्रो जोरमुङ्ला समष्टि र 2टा समष्टिको सभासदज्यूहरूले मिलेर इनिसिएटिभ लिइदिनु पर्ने थियो खासमा, तर अब खै के कहाँ समस्या भइरहेको छ है, हामी बुझ्न सक्दैनौँ। र बाटोलाई हामीले यसरी पनि राख्ने कुरा आएन है। र हामीले मर्मत एकदमै बाटोको मर्मती दिनै रहेको छौँ। र आशा छ फ्युचरमा कुनै न कुनै दिन त बनिन्छ होला यो बाटो। सायद हाम्रो बाटोमा पनि अलकत्र बिछाइदिनुहुन्छ होला कोही न कोही नेताले भन्ने आशा त राखेको छ हामीले। र यहाँ आउनुहुँदैछ हाम्रो अभिषेक। ल अभिषेकज्यू, तपाईँकोबाट के छ 2-4 शब्द बाटोको लागि है? म चाहिँ के भन्नु चाहन्छु भने अब आज हामीले काम गरिरहेको छ होइन, राम्रोसँगले मजा आयो भन्नु। अब हेर्नुहोस् बाटो यस्तो छ है, गाडी मजा आउँछ। यस्तो अवस्था छ गाडीको, हेर्नुहोस् अवस्था यस्तो छ है। यहाँनिर मिस्टी भयो भने यहाँनिर अफिस गाडीहरू देखि जानुपर्छ। हेर्नुहोस् ठोकिएको त साउन्ड सुन्नुभएको छ, देखिरहनु भएको छ होइन। यस्तो अवस्थामा गाडी जाइरहेको छ यहाँनिर। अभिषेक सुभाषज्यूकोबाट पनि 2 शब्द है यो बाटोको लागि केही? फर्स्ट तिम्रो ब्लकमा के हात हलाउनु कि खुट्टा हलाउनु पर्ने? अब मेरोमा त हातै हलाइदिन्छ अहिले त है, खुट्टा हाल्नु नहोलाउ है। र के छ यो बाटोको लागि चाहिँ 2 शब्द? अब यसरी गाउँघरमा होइन मजाले मिलेर गरेको राम्रो हो नि, यसरी त हुन्छ डेभलपमेन्ट होइन। आफू पहिला त एकता चाहियो नि त। डेभलपमेन्ट भन्दा डेभलपमेन्ट त हामीले त गाउँले नै मिलेर गरेको जस्तो लाग्यो यहाँनिर। होइन त्यही त हो, युनिटी हुनु पर्यो फर्स्ट। युनिटी चाहिँ हामीले मजा आउँछ गरेको छु। र एक ग्रुप त्यहाँनिर गरिदिनु भएको छ है नानीको लागि एकदमै। र हेर्नुहोस् तपाईँले हाम्रो गाउँको नजारा देखिरहेको छ, एकदमै स्वच्छ हाम्रो गाउँ छ है, एकदमै स्वच्छ छ। र सायद नेताहरूले पनि आरिस गरेर सायद त्यो बाटो चाहिँ नबनिदिएको होला, ग्रिन छ नि एकदम इको फ्रेन्डली छ एक जग्गा है। र नेताजीहरूले पनि त्यो आरिस गरेर यिनीहरूको बाटो चाहिँ जग्गा यस्तो राम्रो छ, कहाँ बाटोमा आइदिनु भनेर चाहिँ सायद नमाइदिनु भएको होला। हेर्नुहोस् त सबैजना कस्तो लोभिनुहुन्छ हाम्रो जग्गा देखेर। बिहानदेखि बर्ड वाचिङ चराहरू कराइरहेको, एकदम स्वच्छ छ है जग्गा चाहिँ, एकदम सुन्दर स्वच्छ छ। तर बाटो चाहिँ यस्तो छ है, बाटो चाहिँ यस्तो छ। नालीको अवस्था हेर्नुहोस्, नालीको अवस्था बत्तर भएर गइरहेको छ। सबैजनाले गरिरहनु भएको छ एकदम यहाँनिर है, गरिरहनु भएको छ। दा हुँदैछ सबैजना गाउँले मिलेर एकदमै धमाधम भइरहेको छ। मर्मतीहरू भइरहेको छ है। र एकदम हाम्रो नमस्कार निरज दा पनि हुनुहुन्छ हाम्रो है। निरज दाकोबाट त्यो बाटोको मर्मतमा चाहिँ 2 शब्द केही राखिदिनुहुन्छ कि भन्ने आशा गर्छु है। अब के भन्नु भाइ, अब यो बाटोहरू जुन चाहिँ छ यो समितिले पनि गर्नु सक्ने हो, तर अब उनीहरूले भोट खालि हेर्छ, खासमललाई अब हेर्दैन हो। पक्का अब सबैले बुझ्नुपर्ने कुरा हो। अब एउटा समिति बनाएपछि अब एउटा जिटिए उयसमा त फन्ड छैन होइन, जिटिएमा हजुर भन्नु। तर अब उसमा त सेन्ट्रलको फन्ड त छ, सेन्ट्रलको पनि अब कतिवटा कसै मान्छेले अब साह्रै नगरेर होला, नरहेर हो कि के गरेर हो। इन्जिनियरहरूमा आएको नरिवल पनि फुटाएको इन्जिनियरमा कतिपल्ट आएर नापेको होइन बाटोमा त। अन्त 3 वर्ष त एमपी नै, हामी 3 पल्ट त एमपी नै जिता बनाइसक्यौँ होइन। र पनि के चाहिँ यो बाटो चाहिँ अहिलेसम्म चाहिँ यो बाटोमा अलिकति उयो भएको छ हाम्रो मान्छेहरूले अलिकति नबुझेर अब भोट त दियो मान्छेलाई होइन, मान्छेले तर अब खै गर्नु चाहँदैन खासको लागि। मेरो विचारमा चाहिँ अब हामी गयो अस्ति होइन, यो मेजरको उयसमा चाहिँ फन्डमा चाहिँ गरिदिन्छु भनेर भन्नुभयो कि अब को जाने को धाउने होइन। गल्ती हाम्रै मान्छेको पनि छ, जान्दैन हाम्रो मान्छेहरू होइन। तपाईँलाई के लाग्छ यसो यहाँनिर रोड बनाइदियो भने त उहाँहरूले भोट मागिरहनु पर्छ होला जस्तो लाग्दैन सायद मलाई है। हो त्यही कुरा हो, यति रोड चाहिँ हाम्रो बनाइदिएको भए त होइन र अब सायद नेताहरूले केही न केही इनिसिएटिभ त लिइदिनुहुन्छ होला, किनभने अब बाटो जस्तोको कुरा आयो है। त सायद अब कोसिस हाम्रो जारी नै छ। अब यसरी नै हामी लागि परेर है सबैजना गरेर हामीले डेभलप गरिरहेको छौँ। धन्यवाद निवास तपाईँलाई पनि विचार गर्नुभयो। यस्तो छ हाम्रो अवस्था चाहिँ है। 2 नम्बर के छ कहाँ माथि रहेछ नि? ए 2 नम्बरको माथि, 1 नम्बर यता भालुखोपहरू माथि छ, मिलेर सबैजना हामीले गर्नुपर्ने गरिरहेको छौँ। यस्तो छ अवस्था, यो बगार जस्तो भइसकेको छ हाम्रो बाटो त है।
घरिको त बर्खामा त बगार जस्तो लाग्छ यो बाटो पा पाउँछ नि पा पाउँछ यतातिर त माछाहरू पनि पुग्छ होला यता त त्यस्तो छ बाटोको अवस्था चाहिँ र खै त अब अङ्कल यस्तै छ बाटोको अवस्थाहरू अब है अङ्कल के गर्ने है हजुर 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 बिचरा उहाँ हाम्रो चेयरम्यानज्यूले अलिकति है हजुर 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 हो त उहाँ त म्युनिसिपलको भएर है पक्का 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 हुन्छ अङ्कल र है तपाईँहरूले पनि सुनिहाल्नु भयो अब उहाँ म्युनिसिपलको चेयरम्यान यो त एउटा बस्ती पऱ्यो यो त खासपाल बस्ती पऱ्यो हाम्रो त पञ्चायतले चलाउने हो हजुर ज्यू ज्यू अङ्कल र अङ्कलको कुरा पनि सुनिहाल्नु भयो तपाईँले र म्युनिसिपलको चेयरम्यान भएर बिचरा उहाँले हामीलाई 100 बेगभन्दा ज्यादा सिमेन्ट दिइरहनु भएको छ तर खै हाम्रो पञ्चायतको चाहिँ डेभलप अब कुरा चाहिँ त्यहाँ है पञ्चायतबाट चाहिँ हाम्रो बाटोहरू बनिनु पर्ने हो खासमा तर बिचरा उहाँ म्युनिसिपलको चेयरम्यान आएर पो हाम्रो बाटोको अवस्था देखेर है एउटा हाम्रो चिनाजाना रिलेसनहरू भएर एउटा यस्तो अवस्था रहेछ तपाईँको भनेर बिचरा उहाँले यहाँ हामीलाई डोनेसन गरिदिनु भयो र फलस्वरूप है आज डोनेसन अनुसार चाहिँ हामीले गरि नै रहेको छौँ कामहरू यहाँ हुँदैछ एकदमै अहिले गरि नै रहेको छ हाम्रो लाइनबाट महेन्द्र दाजुहरू हुनुहुन्छ हाम्रो लाइनबाट पनि सबैजना हुनुहुन्छ यहाँनिर र यस्तै हो बाटोको अवस्था चाहिँ हेर्नुहोस् हामी सबैजना दिदीबहिनीहरू भएर पनि काम गरि नै रहेको छौँ आन्टीहरू हेर्नुहोस् यस्तो सिनियर सिटिजनहरू पनि आएर यो बाटोको लागि चाहिँ हामी एकजुट भएर बाटो मर्मतको लागि चाहिँ काम गरिरहेका छौँ र तपाईँहरूले पनि यो भिडियो हेरिरहनु भएको छ है तपाईँले हेर्नुहोस् हाम्रो गाउँको अवस्था हेर्नुहोस् तपाईँले बाटोको अवस्था चाहिँ यस्तो भएको छ यस्तो बाटोमा कसरी गाडी कुद्न सक्छ है र पनि एक महिना एक हप्तामा घरि बुस्ट बिग्रिन्छ घरि स्प्रिङ बिग्रिन्छ ड्राइभर साथीहरूलाई अति नै कठिन छ यो बाटोमा गाडी नकुदाउनु पनि भएन इमर्जेन्सी हुन्छ कोही बिमारी हुन्छ रासिनहरू ल्याउनु पर्ने हुन्छ है हेर्नुहोस् त्यस्तो अवस्था छ घरि स्प्रिङ भाँचिन्छ घरि बुस्ट जान्छ गाडीको खराबै छ गाडीको अवस्था चाहिँ टायर मर्किन्छ भन्नु टायर पनि त टायर त अब पुरै खतम र आज है हाम्रो मर्मतमा सन्दीप दाजु हुनुहुन्छ सन्दीप दाजु सन्चै हुनुहुन्छ है आजको बाटो र आज बाटो मर्मतमा 2 शब्द है तपाईँले पनि के राखिदिनुहुन्छ मबाट चाहिँ अब यस्तो छ 2 शब्द चाहिँ यो चाहिँ 1998 मा स्वर्ग हाम्रो आपा सुभाष घिसिङज्यूले बनाउनु भएको बाटो र त्यस बापत चाहिँ 1998 बापत चाहिँ यस बाटो लामी भालकोप रानीवन खासमाल 1 2 3 4 7वटा गाउँलाई जोड्ने यो चाहिँ मूल हाम्रो रिड हड्डी भनौँ है र 1998 मा बने बापत चाहिँ यस बाटोमा अहिलेसम्म कुनै पनि सरकारको नजर परेको छैन र यस बाटो चाहिँ यो जुन हाम्रो ओल्ड गोर्खा स्टेसन घुम भन्ज्याङदेखि चाहिँ उँधो 6-7 किलोमिटर छ टोटली लामी भालकोप रानीवन खासमाल 1 2 3 4 गरेर चाहिँ ज्यादा 6 किलोमिटर या 7 किलोमिटर होला हाइस्ट नि तर अहिलेसम्म 1998 बाद चाहिँ यहाँ कुनै पनि सरकारको नजर परेको छैन साथै यस बाटो घुम जोरबङ्गला डिडी अन्डर डिडीको मा परेकोले गर्दा यहाँ 3 जना हाम्रो खलासीहरू पनि हुनुहुन्छ र मैले अस्ति पनि भनेको थिएँ योभन्दा अघि पनि कि यस बाटोको जुन बाटो छ माथि डिडीमा जो पनि बस्नुभएको छ औदादारहरू उहाँहरूले पनि आएर समय समय यस बाटोको निरीक्षण गरिदिनुहोस् भनी म उहाँहरूलाई नम्र निवेदन गर्दछु धन्यवाद र दा अर्को कुरा है यहाँ कतिपल्ट हामीले सुनिसक्यौँ यहाँनिर इन्जिनियर पनि आएर नापेर कतिपल्ट आएर नापेर गइसक्यो नरिवल पनि फुटायो यो कुरा चाहिँ के हो फेरि अनि है खै यस अब यो बाटोमा हामीले स्वयं है अनि थापा सर पनि आउनु भएकै हो र कम्युनिटी हलमा उहाँलाई हामीले पनि मेमोरेन्डम पत्र पनि चढाएकै हो उहाँलाई हामीले त्यस समयमा भन्दै उहाँलाई कम्युनिटी हल र बाटो भन्दा चाहिँ उहाँले चाहिँ वचन दिनुभएको थियो तपाईँहरूले एउटा छान्नुहोस् दुईटामा भनेर हामीले त्यस समयमा बाटोको हामीले उयो गरेको थियौँ प्रपोजल राखेको थियो र उहाँले वचन दिएर जानुभएको थियो र तरै पनि अहिलेसम्म यस बाटोको कोही पहल हुनै सकेन र यो दुईटा समष्टि परेको हुनाले गर्दा सुके समष्टि अनि घुम जोरबङ्गला समष्टि परेको हुनाले गर्दा यहाँ जति पनि हाम्रो सभासदज्यूहरू हुन्छ औद्योगिकज्यू साथै हाम्रो प्रमोसरज्यूको झन् सबभन्दा नजिकको यो बस्ती सबभन्दा नजिकको उहाँको समष्टिको बस्ती बाटो हो र यसलाई चाँडोभन्दा चाँडो आज घुम खासमाल 1 2 3 4 रानीवन लामी भालकोप 7वटा गाउँले मिलेर चाहिँ
यस श्रमदान गरेर आजको जुन हाम्रो सहयोग छ यसलाई हामी एकदमै सक्सेस गरिरहेको छु र एउटा कुरा सुन्नु यहाँनिर यहाँ माथि हाम्रो म्युनिसिपलको चेयरम्यानज्यूले पनि यहाँनिर सिमेन्ट के डोनेसन गरिदिनु भएको छ भने हजुर उहाँ जो हाम्रो दिपेन ठकुरीज्यू हुनुहुन्छ उहाँ स्वयं भर्खर भिजिट पनि गरेर जानुभयो र उहाँले 100 बोक सिमेन्ट 2 गाडी 3 गाडी गिटी 3 गाडी बलुवा उहाँको पहलबाट हामीलाई दिनुभएको छ र उहाँलाई म घुम खासमलको तरफ अनि लामी भालुकपको सारा जनताबाट उहाँलाई हामी हृदयबाटै धेरै धेरै धन्यवाद दिन चाहन्छु धन्यवाद हुन्छ धन्यवाद र विनोद दाई आज यो बाटो मर्मतमा है 2 शब्द तपाईँबाट केही भनिदिनुहुन्छ कि के कस्तो चल्दैछ अब यहाँनिर है र हुन्छ विनोद दा 2 शब्द है तपाईँकोबाट यो बाटोको मर्मतमा र आज चाहिँ अब हाम्रो यो घुम खासमल रोडको है मर्मती कार्य भइरहेको छ र यो बाटो चाहिँ हिल काउन्सिलको टाइममा बनिएको तर अब यो बाटो चाहिँ अब के भयो भनेदेखिलाई चाहिँ आजसम्म अब रिपेयर भएन अब यो 30 वर्षभन्दा पनि ज्यादा भइसक्यो होइन र अब हामीलाई चाहिँ यो बाटो रिपेयर गर्नु चन्दा उठाएर एकदमै अब मजबुरी पर्छ किनभने अब यो 7वटा गाउँको बाटो हो र यो 7वटा गाउँको बाटो पनि हो र यो 7वटा गाउँको लाइफलाइन भन्दा पनि हुन्छ यो बाटो होइन अन्त अब हामीले चाहिँ अब यहाँ स्कुलको गाडी कुद्छ लगभग तिम्रो 25-30वटा गाडी कुद्छ होइन र अब त्यो बर्खा टाइममा चाहिँ एकदमै प्रब्लम हुन्छ त्यो भएर चाहिँ अब 7वटा गाउँको मान्छेहरूले अब होइन सबै मिलेर डोनेसन उठाएर हामीले चाहिँ अब सधैँ गर्नुपर्ने हुन्छ र यो गरेको लगभग यो पल्ट अब यो सँग 3 पल्ट हुन्छ हाम्रो र अब विशेष त अब जिटिए अब हाम्रो होइन यहाँको सभासद छ उहाँलाई पनि हामी यहाँनिर अब अपिल गर्छौँ यो बाटो छिटो मर्मत गरिदिनुहोस् है र अब यसरी हेर्नुहोस् अब हाम्रो यहाँनिर अहिले रानीवनको अब सबैजना होइन आएर यहाँनिर सन्तान दिइरहेको छ र माथि चेकपोस्टसम्म 7वटा गाउँकै अब लगभग आज 100 हामी गर्दाखेरि चाहिँ 120 जना मान्छेहरू आज भेला भएर एकै दिनमा यो श्रमदान गरिरहेको छ हामीले होइन र यो चाहिँ अब एकदमै दुःखको कुरा हो किनभने अब यत्रो 7वटा गाउँको यो बाटो अब यहाँ नजिकै छ हाम्रो सभासद पनि होइन साथसाथै अब उहाँहरूलाई पनि थाहै छ है भिजिट गरेको उहाँ पनि बाटो त यहाँनिर अब 2वटा समष्टि पर्छ र अब सुकिया समष्टि र घुमजोरबलको समष्टि अब 2वटा सभासद हुँदै पनि र यो बाटो अहिलेसम्म मर्मती नहुनु चाहिँ एकदमै दुःखको कुरा हो होइन र अब यसमा चाहिँ अब उहाँहरूले अब एकदमै विचार गरिदिनुपर्छ है छिटोभन्दा छिटो यो बाटोलाई चाहिँ रिपेयर गरिदिनुपर्छ भन्ने चाहिँ अब हाम्रो यो सम्पूर्ण 7वटा गाउँकै अब हाम्रो यहाँको बासिन्दाहरूकोबाट चाहिँ एउटा अब माग छ उहाँहरूलाई होइन उहाँहरूले यो कामहरू चाहिँ अब छिटै गरिदिनुपर्छ किनभने कति दिन चाहिँ हामीले यो 7वटा गाउँको हामी मान्छेहरू मिलेर डोनेसनहरू उठाएर यो कामहरू गरिबस्नु अब यो त एकदमै दुःखको कुरा हो त्यो भएर चाहिँ अब हामी अब सबैले अपिल गर्छौँ यो काम चाहिँ अब हाम्रो छिटोभन्दा छिटो चाहिँ यो रोडको काम चाहिँ एकदमै छिटो गरिदिनुपर्छ हस् हुन्छ धन्यवाद दादालाई र सुन्नु विनोद यहाँ मैले अलिकति सुनेँ कि यहाँ हाम्रो त म्युनिसिपल र खासमल त हाम्रो पञ्चायत पऱ्यो होइन र म्युनिसिपलको चेयरम्यानद्वारा पनि यहाँ त केही सिमेन्टहरू डोनेसन भएको कुरा सुन्यो हामी यो 7वटा जति पनि गाउँ छौँ होइन हाम्रो खासमल वार्ड नम्बर 1, 2, 4 अनि लामी भालुकोप र यो रानीवनको हाम्रो यो सबैबाट उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने उहाँ अब एउटा म्युनिसिपालिटीको चेयरम्यान भएर पनि यो पञ्चायत एरियामा आएर यसरी अब हाम्रो दुःख बुझेर चाहिँ उहाँले हामीलाई सहयोग गर्नुभयो र उहाँलाई धेरै धेरै हामी धन्यवाद एकदमै धन्यवाद दिन चाहन्छौँ है र अझै पनि केही सहयोग चाहिन्छ भने अब फेरि फर्दर पनि म दिन्छु भनेर उहाँले अब अहिले भर्खर अब भिजिट गरेर जानुभयो उहाँले होइन उहाँले सहयोग गरिदिनुहुन्छ होला र स्थानीय सभासदले पनि अब उहाँले पनि अलिकति गिटी बल हालिदिएर अब सहयोग त गर्नुभयो तर अब उहाँलाई पनि धन्यवाद हामी दिन चाहन्छौँ र विशेष चाहिँ अब दिपेन ठकुरी हाम्रो सरलाई चाहिँ अब एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने उहाँले अब हाम्रो अलिकति भए पनि अब हाम्रो यो बाटोलाई अलिकति अब राम्रोसँगले गाडी कुद्ने बनाइदिनु भयो भनौँ न अब होइन यो उहाँको सहयोगले धेरै नै मद्दत भयो र यो बर्खामा चाहिँ अब हामीले राम्रोसँगले अब गाडी कुद्नु सक्छ यो बाटोमा एकदमै राम्रो भयो है यसरी नै अब लागि परिरहनु पर्छ बाटोको लागि है हामी सबैजना है त अब लागिरहनु सकिँदैन होइन हामी सकेसम्म चाहिँ हामी कोसिस गर्नेछौँ सबैजना है र अब जनताले भोट दिन्छ विकासको लागि तर अब यहाँबाट पनि भोट त जान्छ अब भोट त सबैले दिन्छ होइन तर अब विकासको काम पनि हुनु पर्यो त्यो सुन्नुमा त फेरि 2-3 पल्ट इन्जिनियर आयो नापिसक्यो नजर पनि फुटायो भन्छ पहिल्यैतिर सुनिएको दाइ यो कुरा है अब यो विषयहरूमा बजेट पनि पास भइसकेको छ भन्छ तर कहाँ चाहिँ के भएको खासमा चाहिँ है 24 को नोभेम्बरदेखि यहाँ काम सुरु हुनेवाला थियो होइन यो कुरोहरू चाहिँ अब विशेष गरी अब सभासदहरूलाई
र हाम्रो समष्टिलाई पनि थाहा पर्ने हो यो कुरा चाहिँ अब यो के भएर चाहिँ अड्केको यो कामहरू हुन सकेन है हामी त अब सधैँभरि नै लागिपरिरहेको छौँ यो बाटोले सधैँभरि हिँडिरहेको छ हामी बाटोको लागि नै गरिरहेको छौँ एकदमै समस्या छ है एकदमै दुख बिमारीहरू लाँदा छ होइन 1 नम्बरदेखिको लिएर वार्ड 4 सम्म लाइनी भरको सबै नै हिँडिरहेको छ यो बाटोको लागि होस् भनेर तर अब हुनु चाहिँ सकेको छ र है यो बाटो चाहिँ झट्टैभन्दा झट्टै चाहिँ है यो बाटोमा कालो रोड भएर है बनिन सकोस् भन्ने हामी आशा गर्दछौँ र यो बाटो बनेर धेरै नै यो गाउँमा एउटा राम्रो उन्नतिको कार्य होस् भनेर चाहन्छौँ है र हाम्रो यहाँ बडा हुनुहुन्छ रानीमनबाट है बडा 2 शब्द है बाटोको लागि केही छ तपाईँकोबाट केही छ मेरो अब यो बाटोको स्थिति हेर्दाखेरि हामीलाई अति नै दुःख लागिरहेछ अब सबैले हेरेर चाहिँ अब हाम्रो साथीहरूले जे पनि गरिरहेछ जम्मै हामीले यसो गरिरहेछौँ है कतिवटा हेर्नु यहाँ हाम्रो आपत्ति वृद्ध अवस्था भएरमा आपत्ति भएर हाम्रो यो वृद्ध अवस्था भएर पनि यस्तो हामीले यत्रो 75 वर्षको उमेरमा चाहिँ बाटोमा काम गरिँदैछ अब यो तपाईँले ख्याल गरिदिनु पर्यो होइन यो ख्याल गर्नु 75 वर्षको उमेरमा काम गर्छ हामीले पनि यो ख्याल गर्नु पर्यो अनि साथै आउने भविष्यलाई अलिकति ख्याल गरेर सबैले हेर्नु होला भन्ने म तपाईँलाई धन्यवाद धन्यवाद बडा